समय निकाल्नु नै होला साँच्चै भनेको मैले के रुनै आँट्नु भयो त दाइ होइन हाम्रो देश गयो के बाबु आँखामा त आँसु आउन आँट्यो नि देश गएपछि के हुन्छ भाइ साला भरको ठोक्न मन लाग्थ्यो बाबु यो देश यस्तो चिज हेर जलस्रोतको दोस्रो धनी देश अथा युरेनियम खानीदेखि सारा भएको देश हिरा खानी भएको देश सुन खानी भएको तामा खानी भएको देश फलाम खानी भएको देश मैले जानेको रुबी खानी म सुटिङ गर्नु गएको थियो जस्ता खानी भएको देश अहिले धोर्सिङमा अहिले पनि फलाम खानी र तामा खानी छ हाम्रो बाटोमै पर्छ टाढा टाढै अहिले मकवानपुरमा चाहिँ फेरि निस्केर त्यहाँ हाम्रो डब्लुटी डाँडामा चाहिँ युरेनियम खानी चाहेन त्यो पनि हामीलाई हिंसा चाह छैन के बाबु शान्तिले गर्न सक्छ कि अहिले लगालग गइरहेछ खाडीमा फेरि लगालग भाग्न मात्र खोजिरहेछ भाग्न मात्र खोजिरहेछ निष्कर्ष भनेको चाहिँ नेता भएन भन्ने हो दाइ हो त हो त मरिचमान राई जस्तो नेता खोइ देशको त्यसो च्यालेन्जमा आउने वीरेन्द्र राजा जस्तो यो राजा खोइ इन्डियाले चाहिँ च्यालेन्ज गर्दाखेरि चाहिँ राजा डटेर हामी नेपाली हौँ भनेर गरेको थियो त्यो भिक्टोरिया क्रस पाएको हो आर्मीको चाहिँ जुन सम्मान खोइ अहिलेको आर्मीले गरेको सिंहद्वारा बचाउन सकेन त्यो बेलाको पुलिस यस्तो त्यो एउटा हल्लाले पुरा टोल गाउँ हल्लाउँथ्यो कहाँ गयो त्यो पुलिस सब साला पैसामा बिग्यो यहाँ अनि के गर्ने यार यो देश तेरो पनि हो मेरो पनि हो कि भन्दा त्यो सिंहदरबार जल्दा तपाईँ रुनु भएको थियो अरे हो मेरो बाउले त्यहाँ मेरो बाउ पनि मोहन शमशेरको आठ परे हो क्या भाइ है मेरो बाउले पनि त्यहाँ काम गरेछ 1 महिना के 1 पैसा दिन्थ्यो अरे बाउ भात चाहिँ मजाले मासु भात खुवाउँथ्यो राणाहरूमा हेरेर थियो कि त्यो बेला त्यो जल्दा चाहिँ रुको हो के न त के हो आँखामा अहिले पनि आँसु टिल्पिन्छ होइन भने अब यो देश चाहिँ मलाई जहिले पनि चिन्ताले यही हुन्छ कि अनि किन भन्दाखेरि म त 65 वर्ष भइसक्यो बाबु यार तेरो अझ म भन्दा तँ धेरै बाँच्छस् एउटा कुरा मेरो नातिको भविष्य त बाँकी छ यार 78,000 दिन्छ यार अब मर्यो भने पहिला 78,000 कुनै देशले यो लियो भने लिजमा लिइदियो भने त राम्रै भइहाल्यो होइन झ्याप्पै लिइदियो भने त अनि तिनीहरूको त उनीहरू पनि त पैसाले चल्ने हो नि त देश त अनि तिमी मरे पनि म पऱ्यो भने पहिला 78,000 जम्मा गर अनि मात्रै तेरो लास जान्छ भन्छ अहिले जस्तो कि पैसा तिर्न नसकेर चाहिँ हस्पिटलमा डम्पिङ भइरहेछ नि कतिवटा लास यस्तै छ क्या अहिले हामी बाबु महाकसम भने हो अब मैले त के विचार गरेको छु भने मेरो चाहिँ 11 जना परिवार छ 78,000 को हिसाबले त्यो पैसा जम्मा गर्न खोजिरहेको छु मैले जोइ मरे पनि दिनु पऱ्यो नि त अर्काले लिएपछि पैसा तिर्न नदिँदैन लास जल्दिन्छ युरोपमा लास पनि छुन्दिँदैन युरोपमा खालि के गर्ने त्यति गरेपछि खरानी हाल्ने के गर्ने जलाउने कि हालिसकेपछि खरानी लिनलाई पनि पैसा तिर्नुपर्छ खरानी फ्याल्नलाई पनि अस्तो भन्छ हामी फ्याल्नलाई पनि पैसा तिर्नुपर्छ मैले देखेर आएको जर्मनमा बुझिस् तर त्यहाँ पनि नेपालीको एउटा मेजोरिटी रहेछ देशको सार्वजनिक ऋण चाहिँ तपाईँको परिवारले चाहिँ अब तिर्ने 78,000 के गर्ने यो चोरहरूले खायो यो राजाले पनि खायो सबैले खायो त